यस अभिभावक मेलाका अध्यक्षज्यू, प्रमुख अतिथि चामुण्डा ढुङ्गासेरी नगरपालिका वार्ड नम्बर 5 का वडा अध्यक्षज्यू अनि मञ्चमा आसीन सम्पूर्ण अतिथिगण, यहाँ उपस्थित सम्पूर्ण अभिभावक तथा दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा म आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नमस्कार भन्न चाहन्छु र ढोक गरेर ढोक भन्न चाहन्छु। म यहाँ के भन्न लागे भन्दा, यो विद्यालय हामी सबैको एउटा महत्त्वपूर्ण संस्था हो। यो वडाकै एउटा गौरवको संस्था हो। यो भन्दा अर्को हामीसँग विकल्प छैन भन्ने लाग्छ। यो संस्थालाई हुर्काउन, बढाउन, जगेर्ना गर्न सबैको उत्तिकै अहम भूमिका छ। यहाँ कोही कसैले एकल अथवा एक पक्षीय रूपमा गरेर मात्र केही हुँदैन। सार्वजनिक संस्था सबैको हातेमालोले मात्र अगाडि बढ्छ। यसैमा संस्थाको हित हुन्छ भन्ने मेरो दृष्टिकोण हो। म पनि यही संस्थासँग जोडिएको एउटा शिक्षक, यस्तै संस्थासँग जोडिएको शिक्षक भएको नाताले यसको उज्जवल भविष्य कसरी कायम हुन्छ भन्ने कुरामा हामीले गफैले मात्र केही हुँदो रहेनछ। व्यवहारमा हामीले उतार्न सक्यौँ भने मात्र त्यो फलिफाप हुने अथवा भनेको कुरा सिद्ध हुने हुँदो रहेछ। यो संस्थालाई उन्नतितिर लैजानका लागि सबभन्दा जटिल विषय भनेको शैक्षिक गुणस्तर हो। त्यो अहिले नेपालकै एउटा ज्वलन्त समस्याको रूपमा रहेको छ। यो हामी एकजना अथवा एकाधजनाले गर्दैमा त्यो गुणस्तर कायम भइहाल्ने अवस्था पनि देखिँदैन। यो देशैभरिको एउटा जटिल समस्या हो। यो किन यस्तो भयो भन्ने कुरामा हामी सबैका इच्छा, आकांक्षा, चाहना परिपूर्ति गर्ने बाटोतर्फ हामी अथवा हाम्रा विद्यालयहरू, हाम्रा संस्थाहरू अग्रसर भए भएन त्यतातिर समीक्षा गर्न जरुरी छ भन्ने लाग्छ। हाम्रो चाहना धेरै माथि पुगिसकेको, संस्थाहरू अलिकति तलै बामे सरिरहेको जस्तो, त्यो तालमेल मिलाउन नसकेको अवस्था। हामी स्वयं शिक्षक छौँ, हामीले कति दिन सक्यौँ त्यो मूल्याङ्कन मैले गर्नुपर्ने हुन्छ। मैले पढाएको जनशक्ति अथवा मैले उत्पादन गरेको जनशक्ति के कति बजारमा बिक्री भयो अथवा खपत भयो, त्यो महत्त्वपूर्ण कुरा हो। कुनै परीक्षामा यति ग्रेड ल्यायो अथवा यति उसले प्राप्ताङ्क पायो भन्दैमा त्यो जनशक्ति काबिल हुँदैन। बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सक्यौँ भने मात्र त्यसको उपादेयता हुने हो। नत्र भने हामीले रिजल्टलाई अथवा परीक्षा फललाई मात्र मूल्याङ्कनको पाटो बनाउने हो अथवा भौतिक संरचनालाई मात्र मूल्याङ्कनको पाटो बनाउने हो भने त्यसले समाजलाई धान्न सक्दैन, समाजलाई डोर्याउन सक्दैन। त्यसैले यी सबै समस्या यो विद्यालयको मात्र होइन, देशैभरिको यो समस्यालाई हामीले पनि केही गर्न सक्छौँ अथवा अनेकतर पनि केही नमुनाहरू विद्यालयहरू बनाएका छन्। त्यो कसरी बने त्यसको अध्ययन अनुसन्धान गरेर हामीले पनि त्यतातिर जाने कि समयमा हामीले त्यस्तो गरेनौँ भने हामीले संस्थालाई माथि लैजानु भन्दा पनि कि तल झर्दै जान्छन् कि जबरजस्ती माथि चढाउँदैमा चढ्दैन कि। बच्चा हिँड्ने भए पो माथि चढ्न सक्ने हो। बच्चा हिँड्नै सक्ने भएन भने माथि चढाइदिन्छु, म रुखको टुप्पामा लैजान्छु भनेर हुँदैन। त्यसैले माथि बढाउनका लागि संस्थाको जग बलियो बनाऊ, घर बलियो बनाउन जग बलियो बनाउनु पर्छ भने जस्तै यी शैक्षिक धरोहर बलियो बनाउन पनि शिक्षाको जग बलियो बनाउनु पर्यो। जग भनेको के हो?
पक्की भवनहरू, फर्निचरहरू भन्ने बुझाइ हुन सक्छ। जग भनेको स्पेशल रूपमा शैक्षिक रूपमा बुझ्ने हो भने गुणस्तरीय शिक्षाको कुरालाई लिनुपर्छ। यो स्कुलको जग भनेको हामीले अब बाल शिक्षालाई त्यति गणना नगरे तापनि एक कक्षा यसको मेन जग हो। एक कक्षामा गुणस्तरीय शिक्षा दियौँ कि दिएनौँ, एक कक्षामा प्राप्त हुने सिकाइ उपलब्धि प्राप्त भयो कि भएनन्, त्यतातिर हाम्रो ध्यान गयो कि गएन भन्ने कुरा हो। मैले देखेको कुरा पहिलो प्राथमिकता राख्नुपर्ने, प्रायोरिटीमा हुनुपर्ने विषयवस्तु भनेको कक्षा 1 हो। त्यसलाई क्रमशः 10 कक्षासम्म लियौँ भने हाम्रो गुणस्तरीयता भन्ने नारा सफल भएर जान्छ। नत्र हाम्रो नारामा मात्र सीमित हुनेछ। एकैचोटि सबै कक्षामा हामीले गुणस्तरता दिन सक्दैनौँ। त्यो कसैले त्यो भन्छ भने त घमण्ड बाहेक अरू केही हुन सक्दैन। त्यसैले सुरुवात गर्ने हो भने कक्षा 1बाट हामी त्यो किसिमको शिक्षा दिन थालौँ, त्यो किसिमको जनशक्ति तयार गर्दै जाउँ, अनि आफसे आफ यसको गुणस्तर कायम हुन जान्छ। एक कक्षामा कखेर नसिक्यो भने 10 कक्षामा आएर हामीले त्यसका यो साइन्स पढ्ने, इन्जिनियर हुने, डक्टर हुने भनेर हामीले सपनामा देखाएर हुने हो र भनेको। जान्नुपर्ने कुरा एक क्लासमा प्राप्त गर्नुपर्ने कुरा कुनै एक क्लासमा प्राप्त गरेन भने 10 क्लासमा त्यसले प्राप्त गर्नै सक्दैन। 10 को कोर्स र उसको सिकाइ उपलब्धि तालमेलै खाँदैन हो। अब हुने व्यवस्थापन समितिले व्यवस्थापीय पक्ष त एकातिर छँदैछ, शैक्षिक पक्षलाई पनि ध्यान दिई यो विद्यालयको उज्जवल भविष्यका लागि शिक्षाको गुणस्तर उच्च बनाउन जरुरी छ भन्ने लाग्छ मलाई। हामीले यसलाई 11-12 बनाइदिनु मात्रै यो विद्यालय उच्च हुने होइन के। हामीले यहाँ पढ्ने 11 मा भर्ना हुने विद्यार्थी उत्पादन गर्न सकेन भने 11 अनुमति लिएर गर्छौँ के भने पहिले 11 मा भर्ना हुने विद्यार्थी तयार गर्न सक्ने कि नसक्ने हामीसँग हुने कि नहुने। पहिला त 11 मा भर्ना हुने विद्यार्थी तयार गर्नका लागि तलको जग बलियो बनाउनु पर्यो, त्यसपछि हामीले 11-12 भन्ने कुरा। 11-12 लिने कुरा मेरो विरोध भने होइन। ओली अनुमति मात्र लिने, अझ खारेज गर्नुपर्ने, अझ समायोजन गर्नुपर्ने, अझ मर्ज गर्नुपर्ने स्थिति बन्नु के हुन्छ? त्यसैले त्यो अनुमति लिने कुरा आफ्नो ठाउँमा सकारात्मक छ, तर हामीले कक्षा 11 मा भर्ना हुने विद्यार्थी अहिले कति उत्पादन गर्यौँ? त्यतातिर जाने कि नजाने हो। त्यसैले पहिलो कुरा त्यतातिर सबैले दिलो ध्यान दिएर मन बदल कर्मले समिति होस्, शिक्षक स्टाफ सबैले त्यतातिर लाग्यो भने हाम्रो स्कुल 11-12 पनि हुन्छ, भोलि क्याम्पस पनि हुन्छ। तर हामीले शैक्षिक गुणस्तर कायम गर्न सकेनौँ। हामीले 11-12 भर्ना हुने विद्यार्थी उत्पादन गर्न सकेनौँ। 9-10 सम्म त अब जेनरेसन यसै जाने हो, त्यसमा समस्या भएन। एक कक्षामा भर्ना गए 10 पुगिजान्छ।